रवि लामिछानेले आफ्ना सबै रेकर्ड तोडेका छन्। दर्शकवृन्द, भर्खरै रवि लामिछाने विजयी भएका छन्। हामी चितवनबाट छौँ। रवि लामिछानेले अहिले 54,402 मत ल्याएर विजय हासिल गरेका छन् भने उनको पुरानो मत 54,176 भनिएको छ। यहाँ भेरिफाई गर्दाखेरि कतिपय 54,276 पनि भनिएका छन्। यो दुईमा एउटा चाहिँ हो, तर जे भए पनि रवि लामिछानेले यी सबै ब्रेक तोडेका छन्। दर्शकवृन्द, म अब यहाँ स्थानीयहरूसँग सोध्छु, रवि लामिछाने आज फेरि आफ्नो ब्रेक तोड्नु भएको छ। तपाईहरुले रवि लामिछानेलाई बधाई दिन यहाँ आउनु भएको छ, कति खुसी हुनुहुन्छ? हामी सक्रिय खुसी छौँ। सबै नेपाली जनताले चाहेको कुराहरू अहिले पाएको छ। जुन यो धेरै भ्रष्टाचारीहरूले दलदल गाडेको थियो, अब हेरौँ, यो पार्टीलाई सबैले समर्थन गरिरहेछ। अब यसलाई सबै उमङ्गको साथ रमाउनेछौँ भन्ने। अब योभन्दा अगाडि राष्ट्रपाले जम्मा 8 सिट प्रत्यक्ष जितेका थियो। अब अहिलेसम्म गर्दाखेरि अहिले नै 13 सिट त जितिसक्यो प्रत्यक्ष। अब 17 होइन, 17 सिट जितिसकेका छ। अब जित्न तयारी भएका झन्डै 16 सिट बाँकी छ। 16 सिट चाहिँ रेडी नै भइसकेका छ। त्यो हेर्दा कति खुसी हुनुहुन्छ तपाईँहरू? एकदम ह्याप्पी छौँ। अहिलेको यो निर्वाचन भनेको हामी जनताले चाहेको, किनभने पहिला यिनीहरूले जो गरेको कुकर्म, व्यथिति, भ्रष्टाचार, त्यसको विरुद्ध सबै जनताहरू लागेको। यो मत पहिलाको भन्दा अहिले यो क्षेत्र नम्बर 2 बाट हाम्रो पार्टी सभापति रवि लामिछानेले 226 मतले धेरै ल्याउनु भएको छ। यो एकदमै खुसीको कुरा हो। हामी सबै एकदम ह्याप्पी छौँ। यो जनताले चाहेको हो। तपाईँले यति मात्रै अन्तर सोच्नु भएको थियो, अझै हुनुपर्छ भन्ने थियो? अझै हुनुपर्छ। अझ पनि हामी जति पनि यो जो अगाडि अग्रपन्थीमा हाम्रो अरू ठाउँबाट छ, सबै ठाउँबाट आउँछ, ढुक्क भयो हुन्छ। मत खसेन। यहाँ आमा हुनुहुन्छ, एकजना आमा। आज रवि लामिछानेले फेरि चुनाव जित्नु भएको छ। तपाईहरु कति खुसी हुनुहुन्छ? यहाँ आउनुभयो, यसो हेर्नुभयो होइन? सबैजनाको अनुहारमा खुसी देखिएको छ। कति खुसी थियो हामी। आमा यति खुसी छौँ कि यति खुसी छौँ हेर्नु, चाहभन्दा बढी भयो। पोहोर पनि यति धाइएको थियो, अहिले पनि धाइएको छ। अस्ति भोट हाल्न नजाने कति आनन्दले भोट हालिदियो। यसपालि कति राम्रो भयो क्या भोट हाल्ने ऊ पनि। अनि अहिले पनि यहाँ आउँदा सबैजना बिहानै हेर्न आए, खुसी लागेको कि सबैजना कस्तो भयो होला। हामी नपढे पनि अलिकति रमाइलो लाग्ने क्या। कस्तो पटक पटक उनी जेल परिरहँदाखेरि होइन, अब के होला भनेर चिन्ता व्यक्त गर्नु परेको थियो। अब त उहाँ रवि लामिछानेले नै यति धेरै मत ल्याएर जित्नु भयो होइन, सबैलाई पछाडि पार्नु भयो। यसले चाहिँ तपाईँहरूलाई हुन्छ नि, तपाईँहरू चितवनवासीलाई चाहिँ कस्तो भएको छ? कति खुसी भयो भन्ने कुरो साथ दिने उहाँलाई कति दुःख परे अहिले कहिलेकाहीँ त उहाँको अगाडि त्यो खुसी भएर बोल्दा एकदम हामीलाई नै खुसी लाग्ने क्या। त्यही भएर एकदम रमाइलो लाग्छ हामीलाई है।